हेलो हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल। आफ्नो छोरी आफूले जन्माएको आफ्नो सन्तान हराएको पीडा बोकेर सन्तान खोज्न अहिले उहाँ आमा हाम्रो अफिसमा आउनु भएको छ। छोरी एउटा सन्तान कति प्रिय चिज एउटा आमाका लागि, जसको तस्बिर मैले सार्वजनिक गरेको छु। उहाँ सम्पर्कविहीन हुनुहुन्छ केही समय अगाडिदेखि। परिवार आत्तिएको छ, कहाँ गएको हो, के गर्दैछ, के अत्तोपत्तो नभएको कारणले परिवार अति चिन्तामा छ। अहिले उहाँ आदरणीय आमा आफ्नो छोरी खोज्न आउनु भएको छ। छोरीको विवाह पनि भएको हो र साथमा ज्वाइँ पनि आउनु भएको छ, जो उहाँको श्रीमती हुनुहुन्छ, हराउने बहिनी चाहिँ। हजुर नमस्कार है। हजुरको शुभ नाम? मेरो विष्णुमाया बोगटी। हजुरको छोरीको नाम? दिव्या बोगटी। दिव्या बोगटी। विवाह गरेर दिएको कहाँ? दिव्या बिहे गरेर दिएको सुनसरी दुबी। कति अहिले हराएको कति दिन भयो? पुसको 2 गते। पुसको 2 गतेबाट हराएको लगभग 2 महिना हुन लाग्यो। के अत्तो छैन? छैन। उमेरले कति वर्षको? 23 वर्ष। बाबु पनि छ एउटा। ए, सँगै लिएर जानु भएको छ? बाबु घरमै छ। स्कुल पुऱ्याएर बाबुलाई आएर ऊ छैन। के भन्न चाहनुहुन्छ छोरीलाई? कहीँ भएको भए? कहीँ भएको भए कन्ट्याक्टमा आउनु। उसको खुसी जे छ हामी त्यसैमा खुसी छौँ भन्न चाहन्छु। दिव्या बोगटी। दिव्या बोगटी। दिव्या बोगटी हजुर चाहिँ मोरङबाट? मोरङ दुबे। मोरङदेखि सम्पर्कविहीन हुनुहुन्छ। परिवारले खोजीका लागि धेरै प्रयत्न गरेको छ। दिव्या बोगटीले आफ्नो सन्तान आफ्नो बच्चालाई घरमै छोडेर सम्पर्कविहीन हुनुभएको यो घटना छ। अब 2 महिना पुग्छ। अबको 2 गते परिवार अति आत्तिएको छ। कहीँ कतै दिव्या हजुर बस्नु भएको छ, कहीँ हुनुहुन्छ भने परिवार सम्झेर आउनुहोस्। यदि आमासँग श्रीमानसँग चित्त बुझेन, कसैसँग चित्त नबुझे पनि भन्ने ठाउँ त माइती छ, आफ्नो घर छ, आफ्नो परिवार छ। हजुरको मनका कुरा लुकाएर सम्पर्कविहीन नहुनुहोस्, बरु भन्नुहोस्। हरेक समस्याको समाधान छ। त्यसकारण तपाईँ जस्तो एउटा परिवारको इज्जत, एउटा बच्चाको भविष्य, एउटा बच्चाको लागि आमा कति प्रिय चिज हो। आज हजुर सम्पर्कविहीन नभइदिन आग्रह गर्छु। उहाँलाई देख्ने जान्ने कोही कतै हुनुहुन्छ भने सम्पर्कमा आइदिनु होला। र यही क्षणमा उहाँको ज्वाइँ जो हराउने दिदीको श्रीमान हुनुहुन्छ, यहाँ हजुरसँग कुराकानी गर्छु। नमस्कार दाइ। दाइको शुभ नाम? मेरो पुष्कर कुमार जैन। जैन। घर कहाँ हो? मेरो दुबी सुनसरी वार्ड नम्बर 3। श्रीमतीसँग कसरी सम्पर्कविहीन? यस्तो के भयो खास? म आफू पनि ड्युटीमा बिहान 12 घण्टाको मेरो ड्युटी छ। केमा काम गर्नुहुन्छ? म इलेक्ट्रिकल्समा जब गर्छु। इलेक्ट्रिकल्सको सप्लाई छ, त्यहाँ म जब गर्छु। अनि बिहान ऊ चाहिँ म 8:30 बजे घरबाट निस्किन्छु। अनि ऊ चाहिँ 10:30 बजे बच्चालाई स्कुल पुर्याएर अनि त्यहाँबाट ऊ घर आएर अनि घरबाट केही भन्न चाहनुहुन्छ श्रीमतीलाई? म यति मात्रै भन्न चाहन्छु, तिम्रो मनमा जे छ तिमी आएर एकचोटि सम्पर्कमा आऊ, मलाई भन। हरेक कुराको समाधान छ। तिमीलाई जे इच्छा हुन्छ म त्यसरी नै गर्छु। तिमीलाई जे इच्छा छ एकचोटि सम्पर्कमा आऊ र मलाई भेट। एकदमै दिव्या भट्टराई दिदी, तपाईँ परिवारको इज्जत हो, एउटा श्रीमानको आशा हो, बालबच्चाको भविष्य एउटा बाबाआमाको आशा हो। यसरी सम्पर्कविहीन भएर परिवारलाई पीडा नदिनु होला। हरेक समस्याको समाधान छ। उहाँले पनि भन्नुभयो, मैले पनि भने। यदि कसैसँग चित्त नबुझेको भए भन्नु पर्यो, कसैले पीडा दिएको भए भन्नु पर्यो। तर यसरी परिवारबाट सम्पर्कविहीन भएर आफ्नो परिवारलाई चिन्ता दिने काम नगरिदिनु होला। जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ, सम्पर्कमा आइदिनु होला। उहाँलाई देख्ने जान्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय अथवा हाम्रा नम्बरहरू 9851494841, 980550515341, 9801564807, 9801564808 मा फोन गरिदिन आग्रह गर्छु। यो हाम्रो मेसेज, यो हाम्रो खबर सबैसम्म प्रभाव होस्। नमस्कार।